भनाइको मतलब के हो भने उनीसँग गोप्य सूचना पनि होला, जो असल छ, जो इमानदार छ, जो माटो प्रेमी छ, जो देश तथा विकास समृद्धिको पक्षमा हिलो बदलमा चटाइमा गुन्द्रीमा बसेर खटिन्छ, त्यो मान्छेलाई चौतर्फी घेराबन्दी छ। सर नमस्ते, यहाँलाई स्वागत छ। थ्याङ्क यू सो मच। राजनीतिक वा राष्ट्रवादी भएर बाँच्न असाध्यै गाह्रो छ। नेपालमा सबभन्दा बढी फलिफाप राष्ट्रघाती, लुसिफरवादी, अपराधी, भ्रष्टाचारीहरूलाई छ। भनाइको मतलब के हो भने देशभक्त इमानदारहरूलाई पहिला मिडियामा बदनाम गर्ने, घेराबन्दी गर्ने, ह्यारेसमेन्ट गर्ने। सौरभले त भनेकै छन् उनीसँग गोप्य सूचना पनि होला। यस पटक चुनाव हुँदैछ, हामी समीक्षा गरौँला। राजा ज्ञानेन्द्रले स्टेटमेन्ट दिनुभएको छ, जो असल छ, जो इमानदार छ, जो माटो प्रेमी छ, जो देश तथा विकास समृद्धिको पक्षमा हिलो बदलमा चटाइमा गुन्द्रीमा बसेर खटिन्छ, त्यो मान्छेलाई चौतर्फी घेराबन्दी छ। देशभक्त उम्मेद्वारहरू विरुद्ध देशी विदेशी षड्यन्त्र छ। एमसीसी घातक छ, एसपीपी लागू गर्नु हुँदैन। खबरदार भनेर जसले औँला उठाउँछ नि, यसलाई नयाँ मदन भण्डारी बनाउन सक्छन्। यो काम गरेका छन् र उहाँलाई उत्तेजनामा ल्याउन खोजेका छन्। उहाँले धैर्यताको बात टुटाउनु भएको छैन। देशभक्त उम्मेद्वारहरू विरुद्ध देशी विदेशी षड्यन्त्र छ। नेकपा एमालेका अध्यक्ष देशभक्त नेता केपी शर्मा ओलीज्यूलाई झापामा जसरी पनि समाप्त पार्ने, सुनसरीबाट हर्क साम्पाङज्यूलाई जित्न नदिने। अब फेरि के छ भने भूगोलमा यी दुवैजना बलिया क्यान्डिडेट हुन्। केपी शर्मा ओलीज्यूले पनि जित्नुहुन्छ, हर्क साम्पाङज्यूको पनि विजय लगभग सुनिश्चित देखिन्छ। भनाइको मतलब के हो भने देशैभरि देशभक्त इमानदारहरूलाई पहिला मिडियामा बदनाम गर्ने, घेराबन्दी गर्ने, ह्यारेसमेन्ट गर्ने। सौरभले त भनेकै छन् उनीसँग गोप्य सूचना पनि होला। यस पटक सेनाको बुट र बन्दुकभित्र चुनाव हुँदैछ, हामी समीक्षा गरौँला। राजा ज्ञानेन्द्रले स्टेटमेन्ट दिनुभएको छ। उहाँ महाभारतको अर्जुन भएर अगाडि बढिरहनु भएको छ। ल म यति कुरो भन्छु कि निष्पक्ष चुनाव होस्, बाक्सा साटिने अवस्था आएन भने केपी शर्मा ओलीज्यू र हर्क साम्पाङज्यूले शानदार मतका साथ जित्छन्।